Hello guys, welcome to my TR vlog. So guys, आज चाहिँ हामी प्रायः छुट्टीमा KLCC को बेलुकीको दृश्य देखाउन गइरहेछौँ, हेर्न गइरहेछौँ। हामी पनि हेर्दै तपाईहरुलाई देखाउन गइरहेछौँ। So guys, हामी चाहिँ अहिले MRT स्टेसनमा छौँ। So guys, अब हामी KLCC गएर त्यहाँको बेलुकीको माहौल तपाईहरुलाई देखाउन गइरहेछौँ। हेर्नु होला, इन्जोय लिनु होला, सपोर्ट गर्नु होला, सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। सो साथीहरु त्यहाँ हामी KLCC जाँदैछौँ। कार्ड लिँदैछ MRT सो गाइस, हामी अब MRT बाट KLCC पुगेर त्यहाँको बेलुकीको माहौल कस्तो छ तपाईहरुलाई कैद गराएर देखाउने कोसिस गर्छु है त, हल्का खरबर्दै। सो हामी KLCC पुग्यौं। यो दृश्य पानीको फोहरा, रङ कलरहरु, रङ्गिनहरु, बेलुकी सन्डे रमाइलो र हल्का पानी परिरहेको कारणले बिचारा गाह्रो पानी पनि आउँदैछ। सो दुईजना साथीहरु कता छुट्यो गाइस। गाइस यस्तै छ, आउनु होला, हेर्नु होला KLCC को माहौल, बेलुकीको माहौल हेरेर इन्जोय लिनु होला। तपाईहरु पनि नजिकमा घुम्न आउनु होला टाइम मिलाएर। प्राय रमझमै हुँदो रहेछ सन्डे सटरडे स्पेशल होलिडेमा आएपछि। रमाइलो छ। सो पानी पनि परिरहेछ गाइस। आज हामी दिनभरि घुम्या छौँ। सो अब यहाँ चाहिँ बेलुकीको माहौल हेर्नुको लागि हामी आएको। सो गाइस यस्तै रहेछ यहाँको माहौल। अब हामी पारिपट्टि एकछिन जान्छौँ र यसो हेर्छौँ माहौलहरू। दिउँसो त घामले तालु पड्काइहाल्छ है, बेलुकी ठिकै हुने रहेछ। माथिको KLCC। सो गाइस, मलेसियाको KLCC एरियाको बेलुकीको माहौल यस्तै छ। इन्जोय लिनु होला मेरो साथी। पानीले भिजेर घुम्दैछ, हामी घुम्दैछौँ। दुईजना साथीहरू पनि हुनुहुन्छ। हेर्नुहोस् KLCC तपाईहरु पनि यो चाहिँ पर चाहिँ म्युजिकमा पानी आउँदो रहेछ। म्युजिक चाहिँ अब हामीले गर्नु मिल्दैन, कपिराइट लाग्यो, तर पनि हल्का हल्का म्युजिक सिस्टममा पानी चल्दो रहेछ। हामी चाहिँ अहिले वल्लो छेउमा छौँ गाइस। त्यहाँबाट अब माथितिर जाने भनेर सल्लाह गर्दैछौँ। माथि एउटा पुल छ, त्यहाँ चाहिँ अँध्यारो हुन्छ र पनि अब उनीहरूको माहौलहरू यसो कैद गर्न अलिक हुन्छ। तर राति खासै यो बत्ती मात्रै झिलिमिल देखिन्छ, खासै केही नदेखिँदो रहेछ। कति त आउनु भएको होला, माहौल हेर्नु भएको होला, आउनु होला। नआउनु हुने पनि आउनु होला, आउनुभएको छैन भने आएर भिजिट गर्नु होला, रमाइलो गर्नु होला, यहाँको माहौलहरू हेर्नु होला, इन्जोय लिनु होला।
हामी चाहिँ साथीलाई पर्खिरहेको छौँ हाम्रो साथीहरू हामीले अलिक कता हल्का भिजाइराखेको अनुभव भइरहेछ त्योडा आज केएलसीसीको माहौल यस्तो छ यस्तै छ गाइस केएलसीसी को माहौल पानी पर्दैछ भनौँ न पानी पो पर्दैछ पानी गएर आएको छिटाउ केएलसीसीको आजको माहौल माथि पुलतिर जानुभएको रहेछ सो हामी पनि जान्छौँ फोटोसोटो खिच्छौँ अनि यसो हेर्दै अनि हामी घरतिर लाग्छौँ अब पानीको फौरातिर भनौँ न खासै केही रहेनछ यस्तै पानीहरू फोराहरू यसो जमघटहरू लाइटिङहरू खासै ल वाउ चाहिँ रहेनछ ठिकै हो यस्तै हो हाम्रो भाइलाई परको लाइटले गर्दा अनुहारै नचिनिने हुँदो रहेछ अनुहारै नचिन्ने लाइट एन्टी लाइट परेर ल हामी चाहिँ माथि पुलतिर आएको छौँ यहाँ अब एक दुईवटा फोटोहरू सट्ट खिच्ने ओर्ने अनि जाने गाइस है त चाहिँ माथितिर पुलतिर हो पुलतिरको एरिया हो यहाँबाट देखिएको तल अघिको दृश्य अघि हामी तल थियौँ त्यहाँ यस्तै छ माहौल अब हामी झर्दैछौँ फेरि तलै झरेर अर्कोपट्टि गएर यसो हेर्दै हामी आफ्नो बाटो लाग्छौँ साथीहरूसँग भेटघाट भयो सो गाइस अब हामी पनि बिस्तारो छड्के पर्दै घुम्दै लाग्छौँ यस्तै रहेछ आजको माहौल हेरेर साथ दिनु होला एकचोटि हेरेर सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला खासै इन्ट्रेस्टिङ खासै केही वाउ त रहेनछ छैन भन्ने रहेछ यस्तै हो आएर बिन्दास बस्ने सो यहाँ चाहिँ म्युजिक कपिराइट त लाग्दो होला अब म्युजिक अनुसारको त्यो पानी आउँदो रहेछ म्युजिक अनुसार पानीको डान्स जस्तै यहाँको आजको स्पेसल भनेको यही होला म्युजिक आएर पानीको फोरा माहौल गाइस केएलसीसी भन्छ खासै केएलसी के रहेछ यस्तै छ माहौल टाढा हुनुहुन्छ भने यही भिडियो हेरेर इन्जोय गर्नु होला नजिक हुनुहुन्छ भने आउनु होला घुम्नु होला टाढैबाट पनि आउनु सक्नुहुन्छ भने आएर घुम्नु होला केएलसीसीको माहौलहरू हेर्नु होला के छ र जिन्दगीमा आज छ भोलि छैन जिन्दगी सो गाइस हेर्न मन लागेको कुराहरू गर्न मन लागेको कुराहरू गरिहाल्नुपर्छ गाइस ओके गाइस कपिराइट हल्का आउँछ होला आओस्
लगभग हामी पनि फिर्ने बेला पनि हुन आँट्यो। अब हामी अर्कोपट्टि छिरेर उता बाहिरको माहौल पनि हेर्छौँ बस्छौँ अनि फेरि अघि जुन बाटो आयो त्यही बाटो लाग्छौँ गाइस। बेलुकीको 9:30 पनि भयो। साथीहरू रेस्ट गर्दैछन्, फोटो खिच्दैछन्, भिडियो गर्दैछन्, टिकटक बनाउँदैछन्। अब हामी लगभग बाटो लाग्ने तर्खरमा छौँ। यस्तै छ गाइस, हेरेर साथ दिनु होला। यसो च्यानलहरू पनि सब्सक्राइब गरिदिनु होला। भर्खर सुरु सिक्दैछु, यसो दृश्यहरू कैद गर्न सिक्दैछु। अर्को भिडियोमा पनि यस्तै काटकुट भिडियो आउँछ सानोतिनो। यो चाहिँ बाहिरको दृश्य हो गाइस, हामी बाहिर निस्किसक्यौँ। अब यहाँबाट के फोटो खिच्ने अर्को छ यहाँ पनि गाइस। यहाँबाट फोटो खिच्ने रहेछ, केएलसीसी आउँदो रहेछ पुरै, त्यही भएर प्रायः सबैले यहाँ आएर फोटो खिच्दो रहेछ। ओके गाइस, सी यू नेक्स्ट भिडियो। अर्को भिडियोमा भेटौँला। आजलाई यति नै, यस्तै गाइस। थ्याङ्क यू सो मच। हेरेर साथ दिनुभयो, सपोर्ट गरिदिनु भयो, हजुरहरूलाई धेरै धन्यवाद। सी यू नेक्स्ट भिडियो गाइस। थ्याङ्क यू सो मच। आजलाई यस्तै गाइस। यो माहौल बेलुकीको माहौल प्रायः सटरडे सन्डे अनि होलिडेतिर यस्तै माहौल हुन्छ केएलसीसीतिर। सो गाइस, फेरि पनि थ्याङ्क यू सो मच। बाई बाई, सी यू नेक्स्ट।